हेलो गाइस, आज त पुरा सुतेर सपना देख्न लाग्यो। सपना देख्न लागेको मान्छेलाई उठाएर ल्याइदिनु भयो कि मामाले। पिकनिक खान आछौँ, नुन खुर्सानी ल्याएर हामीहरू बाजेहरूसँग टक्क जङ्गलमा रक्सी खाएर टक्क। लाग्ला है, धेरै नखानु, ठिकै खाने हो। यहाँ टक्क मालुका पास्ता टिप्ने हो, लग्ने जाने हो। यहाँ हल्का मैले त्यो टिपेछु। अब खोलामा टक्क मासु भात पकाउने हो टक्क। होइन गाइज, हामी चाहिँ यस्तो जङ्गलमा आउँछौँ कि पिकनिक खान। हामीहरू त यताउता त्यो पैसा लगाएर बनाएको ठाउँभन्दा प्रकृतिले आफै दिएको ठाउँमा हामीलाई हल्का धेरै रमाइलो लाग्छ होइन। त्यही भएर हामी बिस्तारै बढिरहेका छौँ अगाडि। गाइज, यहाँ भात माझ लगाइसक्यौँ हामीहरूले। भात पाक्छ यहाँ बिस्तारै। यहाँ म टक्क आलु पनि राखेको छौँ। आलुको त्यो अहिले टिकिया बनाउने हो कि टक्क आलु राख्यौँ। टोटो टोन 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 टुटो टोन नेपालका केटीले मलाई भाउ दिएनन्। यसलाई टक्क राख्ने यसरी। यहाँ टमाटर काटेर राख्ने। टक्क माछा मार्नलाई गङ्गटा पनि लिएर आइसक्नुपर्छ। यो चाहिँ माछाको चारो हो। बोतल काटेर हो होइन, हाँसी। गाई अब सिकाउँछ है बल्छी बनाउने आइडिया पनि। यहाँ हेर्नुहोस्, यस्तो हुन्छ सिस्टम। यस्तो दोबिलामा मार्यौँ कि हामीले। द तिवल भिनाजुले सिकाउनु भयो। अब यसलाई घोप्ट्या पारेर हालिदिनु त्यहीमा। बान्नुपर्छ त, पर्दैन? यहाँभित्र चारो हाल्ने। अब यो गङ्गटा यहाँभित्र गाई जस्तो। अब यहाँ तल चारो हाल्ने होइन। यहाँबाट माछाहरू खान त्यहाँ तल जान्छन्। यहाँदेखि माथि आउन सक्दैनन्, यहीँ फसेर मर्छन्। मर्दैन, जिउँदै हुन्छन्। त्यस्तै चारो कुटेर ट्याक्क यहाँमा भात हालिदियो भने झन् गजब हुन्छ। खानेकुरा हुन्छ गाइस, खाइदिन्छु म। टमाटर हाल त यस्तरी हो गाइस होइन। अब त्यहाँ हाल्न लाग्नुपर्छ गाइस। हाम्रो खाना पनि उम्लिहाल्यो। आधा दाउरा यसरी माथिबाट नि हाल्नुपर्छ, आधा दाउरा तलबाट हाल्नुपर्छ। यो हल्का पिकनिक हो त, त्यही भएर पिकनिक भनेको चाहिँ सबै कुराहरू हुन्छ कि गाइस। यस्तै तल माथि। कति हाम्रो माछा त्यहीमा रहन्छन्। गाइस यार यति फसे रहेछन्। हेलो हेलो गाइस, भात त पाकिसक्यो। अब हाम्रो यहाँ मासु फ्राई हुँदैछ। मासु सासु पकाएर अब मैले यहाँ चटनी पिस्दैछु। फेरि चटनी बिना त खान सकिन्न कि गाइस होइन। टक्कै मामाले चाहिँ मासु दामी पकाउनु है मामा। मामा तेल धेरै हाल्नु भयो क्या तपाईँले यार। ठिक छ पनि। यो भयो। अब यसमा अब हामीले प्याज पनि हाल्नुपर्छ कि। चपायो भने त लाग्छ बियर, नचपाएर निल्नुपर्छ घुटुक्क। चिसो महिनामा जुठो लाग्यो बेला खुकुरी रम खाने नियम निकालिदिनु पर्ने कि बाहुनले। नुन एकछिन पछि हाल्ने पक्न अहिले एकछिन बाग्दैन क्या त्यो
एक निश्चय सरकारले भात भन्छ बरतबरले खाले खाने त्यहाँ त बरबानी भात खाए एक टबरी त्यहाँ त तरकारी पाक्यो हामी खानलाई अब भात खाने होइन खाने अब तरकारी पाएको नै म खान्न मैले खाने त्यो निक्लै खाइदिन्छ भोक लाग्नु पर्यो यति हाल्ने यहाँ चटनी पिस्ने मिक्सचर हो कि गाई जङ्गली मिक्सचर भन्छ नि यसलाई पिकनिक खाना आए त्यसरी पिस्नुपर्छ गाई जस्तो भयो नि चटनी अब म चाखौँ राम्रो हो बवाल राखौ चाखौँ भाइ मस्त चटनी यस्तो हुनुपर्छ क्या भात हालिसक्नु भयो अङ्कलले चट्नी हात किन कमाउनु है यस्तो मजाको सुप भयो माछाको झर रहेछ यो माछाको बनाउनु बाजे आज केटाकेटीसित पिकनिक खाएर कस्तो लागिरहेको त रमाइलो 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 एकदम रमाइलो इन्जोय हो है आजको हाम्रो पिकनिक अब यसरी भयो गाइज होइन माछाहरू पनि छ हाम्रो यहाँ टकको तरकारीमा मिठो छ माछाको झोल गजब मिठो हुने रहेछ छोरा आउँछन् है ल ल छोक्रा हाल्नु मलाई चार पाँच मलाई आइदिए बाजुको भात खै उयो उयोमा अचार होला हाल्नु है बाजे गाइस फाइनली हाम्रो पिकनिक खाएर सकियो अब जानु पर्यो घरतिर आजको रमाइलो यस्तै भयो गाइस हाम्रो थाक लागिगयो यार आज पिकनिक खाँदा 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 रमाइलो भन्ने त्यहाँबाट चट्ट हालिदिनु बाहिर लैजान्छ तिम्रो बोलक ऊ भन्नु नि त भन्नै भएन आवाजबाट थाहा नभन्ने यो कचकाउने रहेछ नि त